यो म चाहिँ यो मलेसियाको केएलसिसी टावर भित्र छु। अहिले चाहिँ भित्र देखाइरहेको छु तपाईँहरूलाई। यो चाहिँ पुरा हेर्नु त देखाउनु पऱ्यो नि त हौ। फाडिहाल्नुपर्छ क्या, सबजनाले फाडिहाल्नुपर्छ यो केएलसिसी टावरको भित्र चाहिँ छु है। ल भित्र छु। अनि यहाँ यो पुरा बवाल छ क्या, बवाल हुनुपर्छ, बवाल हुनु पऱ्यो। यो खतरा छ यता यो हेर्नु, यता हेर्नु बवाल छ क्या, बवाल सबजनाले हेर्नुपर्छ क्या। यो सब यो के भन्छ यसलाई, मार्केट हो कि समथिङ के हो, आई डोन्ट नो होइन, मलाई चाहिँ थाहा छैन। तर म पनि फर्स्ट टाइम आएको हो, तर राम्रो लाग्यो। त्यो पनि ठिकै छ, खतरै छ, बवालै छ। बवाल हुनुपर्छ, बवाल गर्नुपर्छ, सबजनाले फाडिहाल्नुपर्छ। योहरू चाहिँ हेर्नु भएको छैन भने हेर्न आउनु होला, खतरै छ। फेरि कसैले यो भिडियोलाई हेर्नु होला, कसैले यदि नेपालभन्दा बाहिर हुनुहुन्छ भने, नेपालमा हुनुहुन्छ भने यो भिडियो हेर्नु होला र चान्स मिल्यो भने यो ठाउँलाई घुम्न चाहिँ नभुल्याउनु होला। घुम्न चाहिँ आउनुपर्छ है, यो बवाल ठाउँ छ यो पनि। मलेसियाको एकदमै चर्चित ठाउँहरू, एकदमै बवालै ठाउँहरू छ होइन। सबजना घुम्न चाहिँ आउनु होला, घुम्न आउनुपर्छ। तरुनीहरू नि बवालमा देख्ने होइन। अनि सरी, अनि त्यही भएर बवाल ठाउँहरू छ। तरुनीहरूसँग ठोकेला भन्ने पनि के छ है यहाँ। फेरि तरुनीहरूसँग ठोक्यो भने चाहिँ अलिक गाह्रो हुन्छ होइन। त्यही भएर यो ठाउँहरू चाहिँ जे भने बवालै छ। अनि म चाहिँ आज तपाईँहरूलाई सब देखाइदिन्छु कि यो सब एरियाहरू होइन। यो एरियाहरू हाम्रो नेपालमा नि यसरी भइदिएको भए, नेपालमा नि यसरी भएर चाहिँ यस्तो चाहिँ हुन पाएको भए कति राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। यो माथि होइन, माथि चढ्ने, अनि यो माथि पनि समथिङ माथितिर पनि सबै चाहिँ म जाने कोसिस चाहिँ गर्छु होइन। जाने चाहिँ छौँ, तर जानु चाहिँ गइन्छ गएन थाहा छैन। साथीहरू बस्यो पनि छ। अनि हेर्दैछौँ, गर्दैछौँ, के हुन्छ म तपाईँहरूलाई सबलाई देखाइदिन्छु। र हेर्नु चाहिँ हेर्नु होला सबजनाले। अनि तल तिनीहरू त आएकै छैन। ल अहिले चाहिँ हामी लगभग त्यो केएलसिसी टावरको बाहिरको पार्किङहरू चाहिँ हामी जाँदैछौँ र तरुनीहरूले नि हेर्दैछ होइन। त्यही भएर यो पार्किङ हो, यो चाहिँ पुरा पार्किङ। अनि ल हेर्नुहोस्, यति बवाल बनाइदिएको छ कि यहाँको सरकारले, यो मलेसिया सरकारले चाहिँ यति राम्रो बनाइदिएको छ। अनि कमसेकम हाम्रो ठाउँमा नि यतिकै भएको भए हरेक ठाउँको मान्छेहरू चाहिँ, हरेक व्यक्तिहरू चाहिँ आएर घुम्ने ठाउँ चाहिँ हुन्थ्यो। तर हाम्रो त त्यही हो, सबजना चुतिया नेताहरू मात्रै छन्। अब देशलाई अगाडि बढाउँछु, देशलाई बनाउँछु भन्ने त त्यस्तो छँदैछ होइन। तर पनि यो ठाउँलाई चाहिँ हेर्नु होला तपाईँहरूले, एकदमै बवाल ठाउँहरू छ, राम्रो ठाउँहरू छ। ठाउँहरू हेर्नुपर्ने हुन्छ, किनकि म त आइसक्यो। अब तपाईँहरू नआए पनि यो भिडियो हेरेर चाहिँ फुल इन्जोय चाहिँ गर्नु होला है, इन्जोय गर्नु होला। यो बवाल ठाउँ लाग्यो मलाई चाहिँ। अनि केएलसिसी टावर त्यहाँको केएलसिसी टावरको यता अपोजिट साइडमा छौँ हामी। अनि अपोजिट साइडमा पुरा यो पार्किङ छ। यो पार्किङमा चाहिँ मस्त घुम्ने हो, दिनभरि घुम्ने हो। जे पनि रमाइलो भइरहेछ, रमाइलो हुँदै पनि छ, त्यही नै हो क्या। अनि अरू त खासै केही पनि छैन। सबैजनाले लास्टसम्म भिडियो हेरिदिनु भयो, त्यसैको लागि धेरै धेरै धन्यवाद। र तपाईँहरू सबजनाले चाहिँ
यस्तै यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ मेरो भिडियो हेर्नको लागि चाहिँ तपाईँहरूलाई च्यानललाई सब्सक्राइब गर्नु होला र सबैजनाले सपोर्ट गरिदिनु होला। आजलाई यति नै।